साक्षर घोषणा गर्नलाई 100% जनसङ्ख्या साक्षर भएको हुनुपर्छ भन्ने व्यवस्था छ है। त्यो साक्षर नेपालमा 2076ले व्यवस्था गरेको छ। अब अहिलेसम्म हेर्दा 5वटा प्रदेशहरू यो लुम्बिनी सहित 5 प्रदेश साक्षर घोषणा भए। यो 5औं प्रदेश हो। यो 5औं साक्षर प्रदेश हो। 5औं साक्षर हो भनेपछि अब तपाईँलाई सजिलो के हो भन्दा 5वटा साक्षर भयो 7वटा प्रदेश मध्ये भनेपछि अब यो 5वटा कण्ठ पार्नुभन्दा सजिलो तपाईँहरूलाई 2टा बाँकी भएका जान्दा राम्रो होइन। अहिलेसम्म 68वटा जिल्लाहरू साक्षर घोषणा भएका छन् भनेपछि 9वटा जिल्लाहरू साक्षर घोषणा हुन बाँकी छ। अब कर्णाली प्रदेशको एउटा बाँकी हो क्या, डोल्पा जिल्ला बाँकी छ भने मध्य प्रदेशका कुनै पनि जिल्लाहरू अहिलेसम्म साक्षर घोषणा हुन सकेको अवस्था छैन। त्यसैले 7 प्रदेश मध्ये अगाडिबाट 2 पछाडिबाट 2 दोस्रो स्थान ती 2टा प्रदेशहरू साक्षर घोषणा हुन बाँकी छन् भनेपछि अब तपाईँ बुझिहाल्नु। अब पहिलो साक्षर जान्न मन लागे। पहिलो साक्षर प्रदेश, पहिलो साक्षर प्रदेश घोषणा कुन प्रदेशलाई साक्षर घोषणा गरिएको हो भन्दा सबभन्दा सुरु त बागमती भइ नै हाल्यो। 2078 सालको असोज महिनाको 11 गते बागमती गयो। अब तपाईँले दोस्रो जान्नुहुन्छ भने दोस्रोमा गण्डकी हो। तेस्रोमा कोशी हो। कोशी त्यति पनि आवश्यक नपर्ला। त्यसपछि 5औं एक भइहाल्यो। चौथो भनेको ए तेस्रो चौथो चौथो भनेको सुदूरपश्चिम। 5औं लुम्बिनी भयो होइन। चौथो भनेको सुदूरपश्चिम। ल यी प्रदेशहरू घोषणा भए। अब 5औं प्रदेश त्यही हेर्नुहोस्। 5औं प्रदेशको रूपमा लुम्बिनी प्रदेश साक्षर घोषणा भयो। डेट पनि चाहियो। 2078 साल असोज महिनाको 11 गते। यसको 13 दिनपछि यतापट्टि भयो 2078 असोज महिनाको 24 गते। 13 24 त्यही भयो नि त। अनि त्यसपछि 2079 भाद्र महिनाको 23 गते यो प्रदेश भयो कोशी। सुदूरपश्चिम भनेको 2082 असार महिनाको 12 गते हो। अनि त्यसपछि अब पुस महिनाको 13 गते लुम्बिनी प्रदेशलाई घोषणा गर्यो। अब साक्षर घोषणा हुन बाँकी प्रदेश 2टा प्रदेश भए जानिहालिन्छ। मध्य प्रदेश र कर्णाली प्रदेश। कर्णाली प्रदेशको पनि एउटा मात्रै छ होइन। अब तपाईँले यो समसामयिक नोट त त्यही उसमा हेर्दा नि हुन्छ कि यहाँ आर्थिक र समसामयिकको नोट यो पेजमा हेर्नु के मेरो सरको पेजमा। ल त्यहाँ हेर्दा नि हुन्छ। ल माथि छुटेको कहाँ हो? यही त हो हामीले पढेको। एउटा डेट छुट्यो होला। ल अब यति जान्नु त। ल अब साक्षर घोषणा हुन बाँकी प्रदेश भन्यो भने तपाईँ जानिहाल्नुहुन्छ। तपाईँले थप्न पनि सक्नुभयो। साक्षर घोषणा हुन बाँकी प्रदेश कतिवटा भन्दा 2टा प्रदेश। 2 प्रदेशमा एउटा मधेस। मध्य प्रदेशका कुनै पनि जिल्लाको साक्षर घोषणा भएको छैन। 8वटै बाँकी छन्। त्यसपछि अर्को कर्णाली प्रदेशको डोल्पा जिल्ला बाँकी हो। अब अहिले हामी कालीकोट 68 जिल्ला हो। अहिले तल मितिमा आइहाल्छौँ क्रमसँग जाँदा। खालि अहिले यति जान्नु पर्यो कि 5वटा प्रदेश साक्षर घोषणा। ती 5वटा प्रदेश मध्ये पहिलो प्रदेश बागमती अनि अन्तिम प्रदेश भनेको 5औं लुम्बिनी प्रदेश घोषणा भए। साक्षर घोषणा हुन बाँकी भएका प्रदेश 2टा, एउटा मध्य प्रदेश र अर्को जबटी गएर कर्णाली प्रदेश भनेर त्यतिसम्म जान्नु पर्यो। ल अब केही कुराहरू नयाँ भएको छन् हेर्नुहोस्। यो 82 सालमा धेरै कुराहरू नयाँ नयाँ कुराहरू आएका छन्। नयाँ नयाँ निर्णय भएको छ हेर्नुहोस्। जस्तो अहिले 2082 पुस महिनाको 11 गते यो डेटमा के भयो भन्दाखेरि नेपालमा राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गर्यो हेर्नुहोस्। नेपाल सरकार मन्त्री परिषदले राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गर्यो। निर्णय गरेको 4 दिनपछि हो ठ्याक्क। सम्झिन तपाईँलाई सजिलो।
भनेपछि पुस महिनाको 15 गते, हरेक वर्ष पुस महिनाको 15 गते च्याउ दिवस मनाउने भनेर निर्णय गरेको यही हो, हेर्नुहोस्। बुझ्नु भएन? च्याउ दिवस मनाउने पुस 15 गते, हामी हरेक वर्षको पुस 15 गते च्याउ दिवस मनाउँछौँ। अब त्यो मनाउने निर्णय भनेको 4 दिन अगाडि निर्णय गरेछ। त्यसरी सम्झे पनि हुन्छ। त्यसैले त्यतातिर त्यति बुझौँ। ल, अब यति जानेपछि नि अर्को जान्छ। अब एउटा मङ्सिर 16 गते, 2082 मङ्सिर महिनाको 16 गते। मङ्सिर महिनाको 16 गते के हो भन्दा यो गोर्खापत्रले एउटा अर्को भाषा थप्यो, हेर्नुहोस्। कुलुङ राई भाषामा, कुलुङ राई भाषामा लेख तथा रचना प्रकाशन सुरु। यही डेटमा हो, 8 महिना 16, सजिलो भाषा। के सोध्नु भएको थियो? एक हप्तासम्म क्लास हुँदैन भनेको यस्तो भयो, तपाईँहरू उतापट्टि अर्को सरले पढाइरहनु भएको छ, त्यही भएर चाहिँ म यता आएको है। उतापट्टि तपाईँहरूको नासुको ग्रुपमा चाहिँ अर्को सरले पढाइरहनु भएको होला नि त, विज्ञान प्रविधि। अनि मैले फेरि यता क्लास जुत्ने भयो क्या मेरो, त्यही भएर चाहिँ यता समसामयिक पढाउनु पर्ने भएको हुनाले म यता आएको हो। उता तपाईँको नासुको ग्रुपमा त छुट्टै हुन्छ, नाच्दिनुहोस्, त्यहाँ फेरि सुरुमै पढ्ने हो। त्यहाँ सबै कोर्सै मैले हेर्छु नि त्यता। ल, अब यो उताको साथीहरू आउनु भएको छ क्या। अब त्यसपछि कुलुङ राई भाषामा लेखरता रचना प्रकाशन गर्दै आएको छ। यो कुलुङ राई भाषा कतिौँ भाषा हो भन्दाखेरि यो 46औँ भाषा हो। अब के बुझिदिन पर्यो भन्दा गोर्खापत्रले अबदेखि मङ्सिरको 16 गतेदेखि 46वटा भाषामा लेख तथा रचनाहरू प्रकाशन गर्दै आइरहेको अवस्था छ। यो जानिहाल्नु हो। अब यो गोर्खापत्रका कुरा हुँदै आउँदाखेरि तपाईँहरूले जस्तो रेडियो नेपालका कुरा हेरौँ। रेडियो नेपालले 25 भाषामा हो भन्ने सम्झिनु होला। 25 भाषामा समाचार भन्छ, तर चाहिँ कार्यक्रम प्रसारण गर्दा त्यो 24 भाषामा गर्छ भन्ने कुरा जान्नु पर्यो होइन। दोस्रो, अर्को भनेको नेपाल टेलिभिजनले चाहिँ जम्मा 8 भाषामा चाहिँ समाचार भन्छ है। त्यो कुराहरू पनि जान्नुहोस्। यहाँ रेडियो नेपाल र यसका कुराहरू आउँदै गर्दा यसरी जान्नु पर्यो। ए, म जता उता पनि हो होइन, ठिक छ। म त्यहाँ फेरि आइहाल्छु नि, अब यता सकौँ अनि। के लेख्नुभयो? ए, ल ठिकै छ, तपाईँहरू आउँदा पनि केही भएन। तपाईँहरूले पढ्ने पनि आर्थिक यो वर्षभरिका यो राष्ट्रिय घटनाक्रम यही हो। अब 82भरिका सक्छौँ, पछि पढाइ पनि त्यही हो होइन। यसै कर्मैसँग पढ्दा हुन्छ। उताको साथीहरू आउनु भएको छ, केही छैन, पढ्नुहोस्। बिबिसीले 42 भाषामा, बिबिसी सोध्नुभयो यो, बिबिसीले 42 भाषामा है। अनि त्यसपछि गोर्खापत्रले 46 भइहाल्यो। गोर्खापत्र 46। अनि रेडियो नेपाल, रेडियो नेपालले 25 भाषामा समाचार है। 25 भाषामा समाचार, तर 24 भाषामा कार्यक्रम। कार्यक्रम 24 भाषामा गर्छ। यति त हो। अरू के छ? के अरे अर्को यो टेलिभिजन, टेलिभिजनबाट 8 भाषामा। यी तथ्याङ्क त आर्थिकमा पढ्नु भयो पनि होला, यहाँ प्रसङ्ग आएकोले मैले जोड दिइहालेँ। ल, बिबिसीले 42मा हो। त्यति हप्ता गीत त होइन। अब न टिभीले 8 भाषामा, यो हप्ता हप्ताको जस्तै त्यस्तै सोधेको त पाइँदैन, तर अब यो कहिलेकाहीँ 1 महिना अगाडिसम्मको सोधिदिन सक्छ। त्यही पनि हेरौँ न, केही छैन। ल, सरस्वती यसो गर्दा हुन्छ, अलिक छिटो जाउँ ल, त्यो लामो टपिक छ कि फेरि भ्याइँदैन। अब 2082 मङ्सिर महिनाको 15 गते, मङ्सिर 15 गते। यस्तै सिक्वेन्स अनुसार पढ्दा ठिक सजिलो हुन्छ कि। जस्तो अब यो जेनजी आन्दोलनमा जुन भदौ 23 गते अब यो शहीद दिवस मनाउने निर्णय गर्यो, भाद्र 23 गते। जेनजी दिवस
भनेको जेनजी शहीद दिवस हो। जेनजी शहीद दिवस मनाउने घोषणा। शहीद दिवस मनाउने घोषणा। जो भदौ 23 र 24 गते जेनजी आन्दोलन भयो, त्यसबाट मरेका जुनको सम्झनामा हरेक वर्ष भदौ महिनाको 23 गते हामी जेनजी शहीद दिवस मनाउने घोषणा गरेका छौँ। यो डेट पनि यसो ख्याल गरिदिउँ, कहिलेकाहीँ सोध्न नि सक्छ होइन। अर्को भनेको 2082 मङ्सिर 11 गते। यो डेट शिक्षकहरूलाई त पहिला सोधिसकेका प्रश्न फेरि कहिले यता दोहोऱ्याउन पनि सक्छ। यो नयाँ नक्सा भनेको, जसलाई हामी चुच्चे नक्सा भन्छौँ, त्यो चुच्चे नक्सा सहितको 100 रुपियाँको नोट, 100 रुपियाँको नोट निष्कासन भयो। नेपाल राष्ट्र बैङ्कले अहिलेसम्म 11 प्रकारका नोटहरू भनेको निष्कासन गर्यो। त्यो मध्ये अहिले चलन चल्तीमा रहेका नोटहरूको सङ्ख्या भनेको 7 प्रकारका नोटहरू छ। त्यो पनि पहिला लोकसेवाले सोधिसकेका प्रश्न हो। 11वटा नोट निष्कासन गरे पनि अहिले चलन चल्तीमा रहेका नोटहरू भनेका 7 प्रकारका नोटहरू हुन्। अनि यो अब चुच्चे नक्सा राख्योस्, 100 रुपियाँको नोटमा चुच्चे नक्सा जारी गरेर मङ्सिर महिनाको 11 गते नेपाल राष्ट्र ब्याङ्कले 100 रुपियाँको नोट प्रकाशन गरेको छ। यो चुच्चे नक्सा भनेको त्यो मध्य भागमा छ। त्यसपछि यो गभर्नरको फोटो हुने ठाउँमा चाहिँ अहिलेका जुन गभर्नर तपाईँले विश्वनाथ पौडेल भन्ने पढ्नुहुन्छ, विश्वनाथ पौडेलको त्यहाँ चाहिँ यो के भन्छ छाप छैन। भनेको हाम्रा त्योभन्दा पहिलाका महाप्रसाद अधिकारी थिए नि त होइन, हो ती महाप्रसाद अधिकारीको फोटो राखेर यो 100 रुपियाँको नोटमा चुच्चे नक्सासहित जारी गरेको चाहिँ चलन चल्तीमा आएको छ अब। अनि यो निर्णय पनि कहिलेकाहीँ सोध्न सक्छ कि, अब हामी पढ्दा नयाँ नयाँ कुरा पढ्छौँ, कहिलेकाहीँ यस्ता निर्णयहरू पनि सोधिराख्न सक्छ। त्यो 81 वैशाख महिनाको 20 गते यो निर्णय भएको थियो। त्यति बेला नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए। अहिले जेनजी प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डल भनेको नेतृत्वमा सरकार चलिरहँदा अब निष्कासन भयो। त्यति भएपछि सकिएला नि होइन। ल ओके, अब यति पनि जानौँ। यो कति रुपियाँको नोटमा भनेर त शिक्षक सेवालाई सोधेको प्रश्न हो पहिला। यो निर्णय भइसक्यो, त्यस्तो प्रश्न सोधेको थियो। अब 2082 मङ्सिर महिनाको 8 गते, मङ्सिर 8 गते नेपाल सरकारको मुख्य सचिव मुख्य सचिव सुमन राज अर्याल नियुक्त। मुख्य सचिवमा सुमन राज अर्याल नियुक्त। अब यसका केही भाग पनि जान्नुहोस् न तपाईँलाई। अब यति जानिरहँदा, यसले त नेपाल सरकारले गरेका जुन निर्णयहरू प्रमाण गर्ने काम भनेकै मुख्य सचिवले गर्ने हो होइन। भनेपछि यिनी कति मुख्य सचिव होलान्? अहिलेसम्म नेपालमा कतिवटा मुख्य सचिवहरू भए? अब पछि आउनु भएको छ भने अन्तिममा ल। ए होइन, यो त ग्रुपमै आउँछ न, नासु साथीहरूले फेरि पढिहाल्नुहुन्छ, नआत्तिनुहोस्। हामी अलि त्यति बेला फेरि थप्दै थप्दै रमाइलो गर्दै पढौँला। अब यहाँ त साथीहरूलाई अलिक छिटो छिटो भनिदिनु भएर मात्रै मैले त त्यो सम्झने ट्रिक पनि भनिदिइहाल्थेँ नि। मलाई हतार भएको बेलामा मैले त्यति धेरै गरिनँ। अब यो यिनी 29औँ हुन्। नेपाल सरकारले गरेका निर्णयहरू प्रमाणित गर्ने काम भनेको मुख्य सचिवले गर्छ। त्यसो भए यिनको पदावधि कति वर्ष हुन्छ यिनी पनि जानिराख्नु न। पदावधि भनेको 5 वर्ष। तर फेरि यहाँ सचिवको कार्यकाल, जो नेपाल सरकारको सचिवहरू हुन्छन्, सचिवको भन्यो भने 3 वर्ष। के अरे, यसको 3 वर्ष, त्यो 5 वर्ष, उल्टो भयो। यो 3 वर्ष कार्य यसको पदावधि हुन्छ भने सचिवको कार्यकाल 5 वर्ष हो। सचिवको कार्यकाल 5 वर्ष हुन्छ। अनि यसलाई पहिलो मुख्य सचिव, तपाईँले पहिलो नेपालको पहिलो मुख्य सचिव सबै एक ठाउँ आउनेर पढ्नु कि पढ्दा पछिसम्मै काम लाग्यो। मुख्य सचिव भनेको चन्द्रबहादुर थापा होइन, चन्द्रबहादुर थापा। अनि त्यसपछि पहिलो महिला मुख्य सचिव, पहिलो महिला मुख्य सचिव। थोरै समय हो हुन चाहिँ होइन, 2 महिना हुन्छ, मोटामोटी मोटामोटी 2 महिना होला। लीला देवी गर्तौला।
गर्तौला। सुमन राज भन्दा पहिला, त्योभन्दा पहिला टेकनारायण अर्याल भन्दा पहिला तिनको पालो हो। अब यसरी जानु। 39 लेख्ने कसले होइन नि, 29औँ। 39 त अहिले भएको छैन। 38औँ मुख्य सचिव भनेको एकनारायण अर्याल थियो। त्योभन्दा पहिला 37औँको रूपमा चाहिँ हाम्रो लीलादेवी गर्तौला, जुन के अरे 27औँ होइन, लीलादेवी गर्तौला 81 साउन महिनाको 10 गते हो क्या, तिनी चाहिँ छोटो समयको लागि मुख्य सचिव भइन्। अनि पहिलो महिला। यो वर्षका धेरै कुराहरू महिलामा, महिला मैत्री भाषण हेर्नुहोस्। तपाईँहरूले पहिलो के अरे महाधिवक्ता पनि मैले, प्रधानमन्त्री पनि मैले, मुख्य सचिव पनि मैले, अहिलेका सबै महिलाहरू धेरै छन्। खैर केही छैन, पढौँ। ल, अरू कुराहरू आउँछौँ त्यतातिर। धेरै अहिले उतातिर नजाउँ, यति भयो भने पुग्ला। ल, मङ्सिर 8मा। अब यहाँ प्रसङ्ग आएर मैले जोड दिएको मात्रै हो। अब त्यसपछि 2082 कार्तिकमा जाउँ। अब कार्तिक 24 गते, 82को कार्तिक 24 गते के घटनाक्रम भयो भन्दा यो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एआई केन्द्रको स्थापना गर्यो। एआई केन्द्रको स्थापना कहाँ हो, कहिले गर्यो भन्दा 24 गते गरेको। त्यति बेला सञ्चार मन्त्री जगदीश खरेल थिए क्या। जगदीश खरेलले सञ्चार मन्त्रालयको भित्र त्यहाँ एआई केन्द्रको स्थापना गरेका छन्। सूचना तथा सञ्चार मन्त्रालयभित्र छ भन्ने कुरा बुझ्नुहोस्। 24 गते। अब त्यसपछि यही डेटमा नि यो नेपाल सरकारको जुन नेपाल प्रहरीको महानिरीक्षक, यही डेट, दुईटा डेट ख्याल गरौँ। यही डेटमा नेपाल प्रहरीको महानिरीक्षक, जसलाई हामी महानिरीक्षक भनेको आइजिपी होइन त। आइजिपी, अहिलेको आइजिपी को हो? सबै कार्की। प्रधानमन्त्री सुशीला कार्की, यिनी पनि कार्की हो। दानबहादुर कार्की के दान गर्दै बिचरा गाह्रो छ। दानबहादुर कार्की यिनी कति हुन् भन्दा 33औँ आइजिपी हुन्। 33औँ महानिरीक्षक हुन्। ल, यति पनि जानिराखौँ न, कहिलेकाहीँ काम लाग्ला। अब त्यसपछि अर्को 2082 कार्तिकमै जाउँ। कार्तिक महिनाको 19 गते एउटा के निर्णय गर्यो भन्दा राष्ट्रिय खेलकुद परिषदले 10औँ राष्ट्रिय खेलकुद प्रतियोगिता को मिति सार्वजनिक गर्यो। यो 10औँ राष्ट्रिय खेलकुद कहाँ हुँदैछ भन्दा कर्णाली प्रदेशमा हुँदैछ। कर्णाली प्रदेश। अब चुनावले कतिको असर गर्छ। कर्णाली प्रदेश हुन त अगाडि नै सकेर पहिलो हप्ता भनेको छ। यसको मिति भनेको 2082 फागुन 1 देखि 7 गतेसम्म भनेको छ। सायद चुनावले असर गर्छ कि गर्दैन, अब त्यो आचार संहिता लाग्ला नलाग्ला अब जान्ने कुरा त जान्न पर्यो होइन त। यो आइपिएलको यहाँ खेलकुदमा पढ्ने होइन नि, त्यो उतै खेलकुदमा पढ्ने हो। मुख्य महाधिवक्ता भनेको त्यो सरिता भण्डारी बराल। सरिता बराल भण्डारी। अहिले आउँछौँ, नहात्तिनुहोस्। त्यहाँ प्रसङ्ग आगोले मैले भनिदिएको मात्रै हो। त्यो नाम सोधिहाल्नुभयो। सविता बराल भण्डारी नेपालको पहिलो महाधिवक्ता। महाधिवक्ता भनेको नेपाल सरकारको कानुनी सल्लाहकार हो। ल, अब यसको 2 दिन अघि 2082 कार्तिक महिनाको 17 गते, कार्तिक 17 गते के भयो घटना भन्दा यो जोगेन्द्री पुस्ताहरूद्वारा भदौ 23 र 24 गते आन्दोलन भएको थियो। त्यो आन्दोलनमा परेर जुन मृत्यु भएका जुन व्यक्तिहरू थिए, त्यो मृत्यु भएका 45जनालाई शहीद घोषणा गरेको यही डेटमा हेर्नुहोस्। जेन्जी आन्दोलनको क्रममा
जेन्जी आन्दोलनको क्रममा मृत्यु भएका 45 जनालाई शहीद घोषणा यही डेटमा गरेको हो। 17 गते जेन्जी आन्दोलनमा परेर मृत्यु भएका थिए ती 45 जनालाई शहीद घोषणा गर्ने भनेर निर्णय गरेको डेट यही हो। यही सोध्नु भएको थियो। तपाईँहरूको यहाँ कमी धेरै आउँदो रहेछन्। अँ, अब अन्तिममा लिनु होला ल, फेरि अब सुरुबाट जाँदा ढिला हुन्छ। पछि आउनु भएको पनि केही छैन, अगाडिबाट बढ्नु। अब यतिबाट जाँदै गर्नु, अनि त्यसपछि पछि अन्तिममा म गरिदिइहाल्छु। समय फेरि छोटो छ क्या, समय तन्काउनु पनि नमिल्ने अवस्था छ फेरि, होइन। त्यसकारण त्यसरी बुझौँ अहिले। अब अन्तिममा अगाडि बढ्नुहोस्। 82 असोजमा जाउँ अब। असोजको 31 गते यो नेपालको मात्रै नभएर विश्वको सबभन्दा अग्लो स्थानमा रहेको जुन तिरिचो ताल छ, तिरिचो ताल आसपासका क्षेत्रमा, आसपासका क्षेत्रमा 4G इन्टरनेट सेवा पुगेको हो। यही डेटमा विश्वको सबभन्दा अग्लो स्थानमा रहेको जुन तिलिचो ताल, जो 49-19 मिटरको उचाइमा छ, होइन, 49-19 मिटरको उचाइमा। अब यो फेरि हुन त पछि आएको छ, मान्यता पाएको छैन है। फेरि तपाईँहरूले त्यतातिर लाग्नु होला नि। मनाङ जिल्लामा रहेको केजिनसारा 5200 मिटरको उचाइमा छ भनेर पनि न्युज आयो। त्यसपछि अर्को 51-90 मिटरको उचाइमा रहेको डोल्पा जिल्लाको कुनखेन फालक ताल पनि विश्वको सबभन्दा अग्लो स्थानमा रहेको है भनेर आयो, तर मान्यता पाएको छैन। अब अहिले आधिकारिक रूपमा मान्यता पाएको हाम्रो तिलिचो ताल नै हो, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको ताल। 49-19 मिटरको उचाइमा छ, जुन मनाङ जिल्लामा। त्यसकारण चाहिँ सोध्नु भएको केही बुझिएन। ल यहीँ पढ्नु क्या, अहिले त कहाँ खेलकुद हो त नि। यहाँ मिति आएको भनेर मैले लेखिदिएको खेलकुद त टपिक छुट्टै छ त। ल यतिमा जानु कि राष्ट्रिय घटनाक्रममा के कुराहरू भए भन्ने कुरा। किन आइपिएल एनपिएल त उतै पर्ने हो त खेलकुदमा। ओके, अब यतिसम्म जानु। विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालका आसपासका क्षेत्रमा इन्टरनेट सेवा पुग्यो 4G, त्यो भनेको असोज महिनाको 31 गते भन्ने जानु। अर्को डेट 2082 असोज 23 गते। असोज 23 गते पनि महत्त्वपूर्ण घटनाहरू भएको छन् हेर्नुहोस्। 23 गते के भयो भन्दा इलाम जिल्लालाई विपद सङ्कटग्रस्त घोषणा गर्यो 3 महिनाका लागि। अब सकियो पनि त्यति धेरै आवश्यक नपर्ला। अब दुई राष्ट्रिय निकुञ्ज, दुई राष्ट्रिय निकुञ्जको क्षेत्रफल, दुई राष्ट्रिय निकुञ्जको क्षेत्रफल राजपत्रमा प्रकाशन गर्यो। राजपत्रमा प्रकाशन। ल अब दुईटा राष्ट्रिय निकुञ्ज भनेको, एक फोक्सुन्डो, से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज एउटा डोल्पा जिल्लामा पर्यो। यसको क्षेत्रफल 21-12 के 27-12 भनेर राजपत्रमा आयो। त्यसपछि दोस्रो नेपालको पश्चिममा राष्ट्रिय निकुञ्ज अथवा कान्छो राष्ट्रिय निकुञ्जको रूपमा नाम लेखाउन सफल छायानाथ राष्ट्रिय निकुञ्ज। यो छायानाथ राष्ट्रिय निकुञ्ज सबभन्दा पछिल्लो राष्ट्रिय निकुञ्ज हो। अब यो बाँकी 843 वर्ग किलोमिटर यति क्षेत्रफल छ भनेर राजपत्रमा प्रकाशन भएको यही डेटमा हो। तर फेरि निर्णय गरेको यो टुक्र्याउन पर्छ यसलाई फोक्सोनर राष्ट्रिय निकुञ्जबाट। अब यो छायानाथ राष्ट्रिय निकुञ्जलाई छुट्टै लगेको, इटामुगुको भागलाई छुट्याइएको चाहिँ अब यो निर्णय चाहिँ 82 भदौ महिनाको 13 गते हो। भदौ 13 गते यो डेटमा निर्णय गर्यो। निर्णय गरेको 10 दिनपछि यो राजपत्रमा प्रकाशन भएको। राजपत्रमा प्रकाशन नभएसम्म त आधिकारिक मानिँदैन नि त, होइन। त्यसकारण तपाईँले सुन्नुभएकै होला, संरक्षण क्षेत्रको सङ्ख्या 6वटा भनेर 7वटा भन्ने कुराहरू थियो, होइन त। ए क्लास अड्केको हो आज पनि, एकैछिन ल।
यहाँ फेरि त्यसो भए यहाँ चेन्ज गर्नुपर्ने अवस्था आयो। एकैछिन वेट गर्नु ल। ल अहिले पनि छ? क्लियर छ सर यतातिर त। ए तपाईँहरूको उताको समस्या हो कि त? त्यस्तै होला। ल ठिकै छ, केही छैन। अलिअलि म्यानेज पनि गर्नुपर्छ। बोली सुने पनि हुन्छ नि। बोली मिठो नभए पनि सुनिदिनुहोस् न, के छ र। ल के सोध्नुभयो? भजो तेह्र कि असोज 13? अब होइन, अब यो तपाईँको अब ए एक यो 10 दिनपछि भएन नि, यहाँ त महिनै फरक पर्यो। भदौ 13 गते नै हो। ल ठिक छ, क्लियर छ, ठिक छ। अलिअलि म्यानेज गर्नुहोस् न, के छ र। पढ्ने बेला दुःख सुख हुन्छ, हेर्नुहोस्। ल अब भनेको यो 10 दिनपछि भन्ने त बुझियो कि 13, 10, 23 भयो कि, तर यो असोज महिना आयो त त्यो भयो, 1 महिनै क्रस भयो, त्यसलाई त्यता नलागौँ। अब अघि मैले भन्दै थिएँ कता भन्दा, अब अर्को जानुहोस्। 2082 असोज महिनाको 9 गते। अब यो डेटमा मैले अघि सुरुमा जो पुस महिनाको 13 गते हाम्रो लुम्बिनी प्रदेश साक्षर घोषणा कुरा गऱ्यौँ नि, त्यसैसँग रिलेटेड भएको यो भनेको के भन्दा कालीकोट जिल्ला, कालीकोट जिल्ला साक्षर घोषणा यही डेटमा भएको हो। कालीकोट जिल्ला साक्षर घोषणा कहिले भयो भन्दा असोजको 9 गते भयो। यो कालीकोट जिल्ला 68औं साक्षर जिल्ला हो। यो 68औं साक्षर घोषणा भएको जिल्ला हो। अब नेपालका साक्षर घोषणा हुन बाँकी भएका जिल्ला भनेका 77 जिल्लामध्ये 68 जिल्ला भइसके भनेपछि तपाईँले अब 9वटा जिल्ला बाँकी रहेछन् भन्ने कुरा बुझ्न पर्यो। अब तल दिएका मध्ये कुन चाहिँ जिल्ला साक्षर घोषणा हुन बाँकी छ भनेर मानव प्रश्न सोधिहाल्यो भने अब के बुझिदिनु पर्यो भन्दा कर्णाली प्रदेशको एउटा बाँकी छ, डोल्पा जिल्ला, है 9 जिल्ला मध्ये। अब त्यो साधारण ठुलै कसले सोध्नुभयो? छायानाथ। अनि त्यसपछि यो अब डोल्पा जिल्ला एउटा कर्णाली प्रदेशको, अनि मध्य प्रदेशका सबै जिल्ला के तपाईँले ससी दस मरौ बाबा भनेर पढ्नुहुन्छ नि, ती सबै जिल्लाहरू चाहिँ मध्य प्रदेशका 8 जिल्ला प्लस कर्णाली प्रदेशको डोल्पा जिल्ला गरेर जम्मा 9 जिल्ला साक्षर घोषणा हुन बाँकी छन् भनेर जान्न पर्यो। यहाँ केही सोध्नु भएको थियो? ल जिकेबाट सोध्नुभयो। 67, 66, 65 भनेको त्यो त अघि हुम्ला जिल्लाको कुरा आइहाल्छ, होइन हात्तिनुहोस्। ल अब अघि कसले सोध्दै हुनुहुन्थ्यो, त्यही डेट आयो। अब असोजको 9 गते भनेपछि 2082 भाद्र महिनाको 29 गते जाउँ। अब भाद्र महिनाको 29 गते के हो भन्दाखेरि 23 गते तपाईँको अब 23 र 24मा जेन्जी आन्दोलनै भयो, होइन। त्यसपछि 27 गते सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त। अनि यो 29 गते चाहिँ तपाईँले अघि भनेको महाधिवक्तामा महाधिवक्तामा नेपाल सरकारको नेपालको महाधिवक्ता यो सविता भण्डारी बराल नियुक्त। अब मलाई भनिदिनुहोस्, यिनी चाहिँ पहिलो महिला महाधिवक्ता हेर्नुहोस्, पहिलो महिला महाधिवक्ता। यिनको कार्यकाल कति वर्ष हुन्छ होला भनेर सोध्यो। ल के लेख्नुहुन्छ? महाधिवक्ताको कार्यकाल कति वर्षको हुने व्यवस्था छ? सर नमस्कार। हजुर नमस्कार। एउटा यो मैले उसको जान्न खोजेँ, यो छायानाथ राष्ट्रिय निकुञ्जको हजुर त्यो मध्यवर्ती क्षेत्र चाहिँ के रहेछ? एक ठाउँमा देखाएको थिएँ मैले। 177 ए हजुर हजुर ए भयो। हजुर आउँछ हजुर भयो। अहिले आउँछ न, 177 सोधिहाल्नु, 177 हो। अब त्यो अब मध्यवर्ती क्षेत्र भनेको राष्ट्रिय निकुञ्ज र वन्यजन्तु क्षेत्रभित्र मात्रै हो। जम्मा मध्यवर्ती क्षेत्र पहिला 13 थियो, अब छायानाथ पनि बनाएको भए 14वटा भयो। ल अब हेर्नुहोस् हो, प्रधानमन्त्रीको इच्छा पाउँछ, यिनको पदावधि हुँदैन। हेर्नुहोस्, जति बेलासम्म प्रधानमन्त्रीलाई इच्छा लाग्छ त्यति बेलासम्म बस्न पाउने व्यवस्था छ।
अब राम्रो काम गरेर बस्ने भयो। यो त भनेको त नेपाल सरकारको कानुनी सल्लाहकार हो नि त। भनेपछि प्रधानमन्त्रीले आफू अनुकूलको राख्ने व्यवस्था हुन्छ। तपाईँले संविधानमा हेर्नुहुन्छ भने धारा 157मा जानुभयो भने महाधिवक्ता सम्बन्धी व्यवस्था छ। भनेपछि यो प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने यसलाई। अब भन्नुहोस् यसले शपथ कोसँग खान्छ होला? शपथ कोसँग खान्छ होला? संवैधानिक अङ्गका कुराहरू गर्दा तपाईँ राष्ट्रपति समक्ष शपथ गर्नु गर्ने भनेर पढ्नुहुन्छ संविधानमा। यसले शपथ गर्नु कोसँग गर्छ होला? यहाँ राष्ट्रपति होइन है फेरि यो। कहाँ प्रधानमन्त्रीसँग हुनु? प्रधानमन्त्रीले त सिफारिस गर्ने हो, राष्ट्रपतिले नियुक्ति गर्छ। हेर्नुहोस्, गर्न चाहिँ यसले शपथ खाने भनेको त त्यो हाम्रो के अरे प्रधान न्यायाधीश, प्रधानमन्त्री होइन है, प्रधान न्यायाधीश समक्ष के अरे प्रधान महाधिवक्ताले होइन नि, त्यता राष्ट्रपति समक्ष खाने भयो त यसले त। अनि यो प्रधानमन्त्रीले त्यो के अरे सिफारिस गर्ने, राष्ट्रपतिले नियुक्ति गर्ने, अनि जसले नियुक्ति गर्छ त्योसँग खानु पऱ्यो नि त। त्यतातिर जान्छ राष्ट्रपति समक्ष यसले खानेकुरा भइहाल्यो। ल अब अगाडि जाउँ। मैले अघि अर्को क्लासमा पढाउँदा त्यहाँ सम्झेछु। अब 2082 भाद्र महिनाको 27 गते जानुहोस्। यिनी भाद्र महिनाका घटना त थप्पै थाहा होला नि त्यो त। सुशीला कार्की प्रधानमन्त्री, सुशीला कार्की प्रधानमन्त्री, प्रधानमन्त्रीमा नियुक्त, प्रधानमन्त्रीमा नियुक्त, सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भइने। यिनी पहिलो महिला प्रधानमन्त्री, पहिलो महिला प्रधानमन्त्री पनि हुन्। यिनी पहिलो महिला के अरे हाम्रो प्रधान न्यायाधीश पनि नि। ल पहिलो महिला प्रधान न्यायाधीश पनि यिनी हुन्। महिला हेर्नुहोस् त, यहाँ पनि महिला, यहाँ पनि महिला, मुख्य सचिव पनि महिला। यो अवधिका आधारमा तपाईँले सेवा अवधिको आधारमा भन्दा नेपाल परिचयले पनि देखाएको छ 39औं स्थानमा हो प्रधानमन्त्री कलम। ल अब अर्को जान्छ। भाद्र 24 गते, भाद्र महिनाको 24 गते यो डेटमा के भयो भन्दा नि हाम्रो केपी शर्मा ओलीले राजीनामा, प्रधानमन्त्री थिए त्यति बेला होइन, द्वारा राजीनामा दिए। यिनले राजीनामा दिइसकेपछि यही डेटमा के भयो भन्दा सिंहदरबारमा दोस्रोचोटि आग लागि भयो। सिंहदरबार डेट चाहिँ एउटै, दोस्रो पटक आग लागि। ल अब भन्नुहोस् सिंहदरबार पहिलो पटक आग लागि कहिले भएको? सिंहदरबार पहिलो पटक आग लागि। यो त तपाईँले 2030 भनेर त सम्झिनु भएकै होला। 2030मा पहिलो पटक आग लागेको होइन, असार 25 गते पुरा डेट चाहिएपछि पहिलो पटक आग लागि भएको। अब दोस्रो पटक आग लागि हुँदा प्रधानमन्त्री केपी शर्मा ओली नै थिए के र? अब पहिलो पटक आग लागि हुँदा को थियो प्रधानमन्त्री? सिंहदरबार पहिलो पटक आग लागि हुँदा यो चन्द्र शमशेरले बनाएको त हो नि, यो त होइन। सिंहदरबार आग लागि हुँदा प्रधानमन्त्री को थिए भनेर बारम्बार सोध्छ कीर्तिनिधि विष्ट। अब विष्टलाई मात्रै सम्झे हुन्छ। अब यो कीर्तिनिधि भनेर तपाईँलाई अरू ल्याएर कुनै विष्ट जोड्दैन कि त लीलबहादुर विष्ट भनेर जोड्नु पर्यो, त्यो पनि जोड्दैन, थाहा भइहाल्छ। ल यतिसम्म जान्नुहोस्, पहिलो पटक आग लागि भएको यति बेलै हो। चन्द्र शमशेरको पालामा चाहिँ निर्माण भएको हो सिंहदरबार। यतिसम्म जान्नुहोस्। यही बेला त फेरि अर्को पनि छ क्या यहाँ त, यो यही 24 गते अब सेनाले सम्हाल्न पर्यो। हेर्नुहोस् अब यहाँ राजीनामा दिइसकेपछि देश अब अन्धाधुन्दा भयो होइन, सम्हाल्न त पर्यो। भनेपछि अन्तिम सम्हाल्ने कसले हो भन्दा तपाईँले यो अब नेपाली सेनाले सम्हाल्न पर्यो। हेर्नुहोस् त्यसैले यही डेटमा प्रधान सेनापति अशोक राज सिग्देल, कस्तो सिग्देल भन्दा अशोक राज सिग्देलद्वारा राज्यको नाममा सम्बोधन, राज्यको नाममा सम्बोधन। ल
राज्यको नाममा सम्बोधन यति बेला गरे। अब 3टा डेट जान्नुभयो। प्रधानमन्त्रीले राजीनामा, सिंहदरबार दोस्रो पटक आगो लागि, त्यसपछि प्रधान सेनापति अशोक राज सिग्देलले राज्यको नाममा सम्बोधन गरे भन्ने कुरासम्म यहाँ जानौँ। अब तपाईँहरूका कमेन्ट हेर्ने पालो। ए होइन, त्यो कारण त खासै अब त्यस्तो देखिँदैन। ल अब यहाँ सुन्नुहोस्, इक्जाममा त्यति धेरै गहिरो नजाउँ, त्यति कारण सोध्दैन। अब पहिलोपटक हुँदा को हुन्छ, प्रधानमन्त्री को थिए भन्न सक्छ कहिलेकाहीँ। अब हामी यसरी अहिले आग लागि हुँदा भनेर पढ्छौँ, त्यसै पुरानो सोध्न नि सक्छ कि, त्यस कारण त्यो पनि जानु। अब त्यसपछि 23 गते भन्दा अगाडि हेर्नुहोस्, 2082 भाद्र महिनाको 23 गते, यो तपाईँ हामीले सबैले भोगेका कुरा भयो। हेर्नुहोस्, जेनजी आन्दोलन सुरु। हेर्नुहोस्, जेनजी आन्दोलन सुरु। त्यसलाई जेन जेट भन्ने चलन पनि छ, जेनेरेसन जेट जेनेरेसन भनेको यो सुरु भएको छ। हेर्नुहोस्, अब यही डेटमा अर्को के काम हो, कहिलेकाहीँ फेरि जेनजी भने कस्तो समूह हो भनेर सोध्यो भने, अहिले जेनजी भनेको 1997देखि 2012को जुन यो अवधि छ, यो बिचमा जन्मिएका जुन पुस्ता हुन्छन्, को बिचमा जन्मिएका पुस्ता जसलाई जेनजी भनिन्छ भन्ने कुरा हो, जेट जेनेरेसन। अब त्यसो भए यो डेटमा नि अब यहाँ आन्दोलन भयो। हेर्नुहोस्, उग्र रूप लिँदै लिँदै गयो, त्यसपछि सरकार पनि पछि हट्ने अवस्था आयो। के निर्णय गर्यो भन्दा, अब यो जुन 19 गते हो क्या र, यो 19 गते बन्द गर्ने भनेर निर्णय गर्यो हो। त्यो निर्णय गरेको जुन सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध थियो, त्यो फुका गरेको यही डेटमा हो। अब यहाँ त्यो सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा यही डेटमा गर्यो। अब खुले हेर्नुहोस्, फुकुवा भयो। अनि कहिले बन्द गरेको थियो भन्ने तपाईँलाई जिज्ञासा लाग्न सक्छ, 19 गते भनेर जानु है। प्रतिबन्ध फुकुवा भएको यो डेटमा हो, तर बन्द भएको 19 गते सामाजिक सञ्जाल बन्द हो। पछि त आए फेरि त्यो तपाईँको नेपाली पात्रोहरू, त्यसपछि अर्को 2-4वटा कुरा, त्यो सामाजिक प्लेटफर्महरू त दर्ता हुन आए प्रोसेसमा, तर यिनीहरू आएन। हेर्नुहोस्, त्यसकारण यतिसम्म जानौँ। अब होइन पढ्ने त तपाईँहरूले अब 1 महिना अगाडिसम्म त हेरिदिनै पर्ला नि, होइन? ल ओके, ल अब भदौ 13 गते हेरौँ। अघि साथीले सोध्दै हुनुहुन्थ्यो, यहाँ प्रसङ्ग त्यही डेटमा पुगियो, भदौ 13 गते। ल अब यो 13 गते के हो भन्दा, नेपालको कान्छो राष्ट्रिय निकुञ्ज, अब यो जुन छायानाथ राष्ट्रिय निकुञ्ज भन्यो, छायानाथ राष्ट्रिय निकुञ्ज घोषणा, यही त हो, यही डेटमा घोषणा भएको। अनि असोजको 23 गते राजपत्रमा प्रकाशन भयो भन्ने कुरा अघि गरियो नि त। यो कहाँ पर्छ त, यसको स्थान कहाँ हो भन्दा, मुगुको कहिलेकाहीँ स्थानीय तह सोध्छन्, सिँचाइ सेवालाई यो के अरे राष्ट्रिय सगरमाथा राष्ट्रिय के अरे हाम्रो सगरमाथा कुन गाविसमा पर्छ भने सोधेको थियो नि त गत वर्ष। त्यस्तै कहिलेकाहीँ यसरी सोध्न पनि सक्छ, साँच्चै गाविसकै दिएको छ। हेर्नुहोस्, होइन? ल अब सेनापतिले कहिले सहयोग गरे, यहाँ यही डेट यही हो त, तपाईँले बुझ्नु भएन? यही डेट हो कि सबैको। 24 गते यो केपी शर्मा ओलीले राजीनामा दिए, अनि सिंहदरबार पनि आगो लागि भयो, अनि अशोक राज सिग्देलले यो सम्बोधन गरेको, यी 3टै यही डेटमा हो भनेको यो बुझ्नुभयो? कसले सोध्दै हुनुहुन्छ? सरलाजीले बुझ्नुभयो कि बुझ्नु भएन? यही 24 गतेको डेटमा हो, 3टै डेट यही हो क्या, बुझ्नुभयो? अब आग लागि भयो, त्यसपछि केपी शर्मा राजीनामा दिए, त्यसपछि सम्बोधन गरे, 3टैको एन्सर यही डेट। त्यसरी मैले यहाँ छुट्टै यसरी गरिदिएको, सम्झिन सजिलो होला भनेर।
तपाईँहरूले समसामयिक छ भने समसामयिकमा त्यही यही प्याटर्नमै ठ्याक्कै बनाएको छ। ल अब यहाँ सुन्नु, यति जानेपछि त्यो बुझिहाल्नु हो। कहिलेकाहीँ यहाँ स्थानीय तह पनि सोध्न सक्छ कि अब यो मुगुको मुगुम कारमारौँ होइन, मुगुम कारमारौँ गाउँपालिका 1 नम्बर वडामा पर्छ यो। यहाँ त्यो छायानाथ राष्ट्रिय निकुञ्ज भनेको त्यहाँ हो। अब त्यसपछि यसको क्षेत्रफल अघि भनिहाल्यो, क्षेत्रफल 843 वर्ग किलोमिटर भयो। 1 महिना 10 दिनपछि राजपत्रमा आएको त हो। अब राष्ट्रिय निकुञ्ज सङ्ख्या 13 पुग्यो, हेर्नुहोस् 12 थियो, अन्तिम आयो। अब फेरि तपाईँहरूले गत वर्ष अफिसरलाई सोधे जस्तै जम्मा समर्थी क्षेत्र कति छन्, अब 21वटा भयो, पहिला 20वटा थियो। हेर्नुहोस् यसले कति पर्सेन्ट भूभाग बढ्छ भन्नु सक्छ, 23.4%। यसले ओगट्ने भूभाग फरक परेको होइन, त्यसलाई टुक्रिया मात्रै है, फेरि फरक फेरबदल हुँदैन। नयाँ थपेको भए त फरक पर्थ्यो होइन। ल होइन, 45जनालाई घोषणा गरेको हो। ल मर्न त अरू अरू पनि घाइते पनि भए के भयो भयो होइन। अब हेर्नुहोस् है, यतिसँगै अब यो क्षेत्रफल त यति भयो। अघि एकजना साथीले सोध्नु भएको थियो, यो चाहिँ मध्यवर्ती क्षेत्र होइन, यो छायानाथ मध्यवर्ती क्षेत्र, जसलाई बफर जोन भन्ने गर्छौँ हामी, मध्यवर्ती क्षेत्र, यो उसको क्षेत्रफल 177 भयो वर्ग किलोमिटर छ। ल गीता हो, के छ र, कति छिटो समय जाने है, गाह्रो छ। ल ओके, अब त्यसपछि भदौ 4 गते जाउँ। 2082 भाद्र महिनाको 4 गते, भाद्र महिनाको 4 गते चाहिँ अब यो सरकारले राष्ट्रिय युवा नीति पारित गरे। हेर्नुहोस्, युवा नीति 2082 स्वीकृत गर्यो अथवा पारित गर्यो। अब यो कस्तो छ भन्दा नि, यसले युवा भन्नाले अब कति वर्षदेखि कति वर्षको लागि चिनिन्छ भनेर पनि प्रश्न सोध्न सक्छ। त्यसकारण यसले यो राष्ट्रिय युवा नीतिले 18देखि 35 वर्षलाई युवा भनेको छ। युवा भन्नाले अस्ति सुदूरपश्चिमलाई सोधे जस्तो लाग्छ, कसलाई यो प्रदेशलाई। यो अहिले युवा भन्नाले 18देखि 35 वर्षका युवा, वर्षका उमेर समूह भनौँ न, उमेर समूहलाई युवा मानेको छ। अब तपाईँहरू यो भित्र पर्नुहुन्छ कि पर्नुहुन्न, युवा हो कि होइन, त्यो ख्याल गर्न पर्यो। अब यस्तो हुन्छ, के सोध्नु भएको थियो, फरक भन्न खोज्नु भएको कि जस्तो लाग्यो। यस्तो छ, यो राष्ट्रिय निकुञ्जभित्र चाहिँ त्यहाँका स्थानीय समुदायहरूलाई केही सेवा सुविधा उपलब्ध गराउने दृष्टिकोणले केही क्षेत्र छुट्याएर दिन छुट्टै छुट्याइदिएको हुन्छ कि त्यो स्थान, जस्तो घाँस दाउरा गर्नलाई होला, त्यसका त्यो जसका समुदायहरूलाई त्यस्तो एरिया छुट्याइदिएको हुन्छ। तपाईँले यात्रा गर्दै गर्दा जस्तो मानव बाँके राष्ट्रिय निकुञ्जतिर जानुभयो भने त्यहाँभित्र मान्छेहरूले घाँस दाउरा गरेको पनि देख्नुहुन्छ नि। सबै ठाउँ त्यस्तो पाइँदैन, कुनै मध्य क्षेत्रको छुट्याइएको ठाउँ मात्रै पाइन्छ। छुट्टै स्पेसल ठाउँ हो क्या राष्ट्रिय निकुञ्जभित्र छुट्याएको, नमस्ते सर। त्यो एरियालाई भनेको हो। नमस्ते सर। ल अब यो 18 वर्षदेखि 35 वर्षको उमेर समूहको भनेको हो। अब साउनमा जाउँ, 2082 साउन महिनाको 16 गते। यो अहिलेको नयाँ पनि आउन सक्छ है, त्यो एआई नीति पनि आयो नि अहिले होइन। एआई नीति सार्वजनिक भयो भनेको स्वीकृति भयो भनौँ न, सार्वजनिक भन्दा नि एआई नीति 2082 हो, यो स्वीकृति भएको छ। ल कति चाँडै समय जाँदो रहेछ। अब त्यसपछि अर्को हेर्नु त, 2082 एउटा हिमाल आरोहण भएछ क्या, साउन महिनाको 18 गते हो क्या, 18 गते यो डेटमा चुल्लु हिमाल जुन मनाङ जिल्लामा पर्छ कि चुल्लु हिमाल चाहिँ, यो मनाङ जिल्लामा पर्ने चुल्लु हिमाल आरोहणको लागि खुल्ला।
आरोहणका लागि खुल्ला। ल, अब तपाईँले आरोहणको लागि खुल्ला गरेका हिमाल जस्तो ट्रेकिङका लागि 15वटा हिमाल हो, 477बाट घटाउनु छ, अब कति हुन्छ? 461 भनेपछि अब 62वटा भयो नि। 462 भन्यो भने आरोहणको लागि खुल्ला गरेका हिमाल 61 थिए, यो भयो। त्यसपछि अब 15वटा है, 77 पुऱ्याउनु पर्यो, 477। अब तपाईँलाई सोध्दै गर्दाखेरि नि यो नझुक्किनु होला है, पछि थपिएको हिमाल हो यो। अब पहिला तपाईँले पढ्दै गर्दा आरोहणको लागि खुल्ला गरेका हिमाल भनेर पढ्नु भएको थियो होला 461 हो। अब फेरि एउटा थप्यो, यो चुलो हिमाल थपिएपछि यो चुलो हिमाल गर्दा 462वटा हिमाल आरोहणको लागि खुल्ले गयो। अब फेरि सोध्दै गर्दा ट्रेकिङका लागि भनेर सोध्यो भने ट्रेकिङका लागि ट्रेकिङ गर्न पनि खुल्ला हुन्छ नि त, त्यो भनेको 15वटा छन् हो। अब प्रश्न सोद्धाखेरि आरोहणको लागि खुल्ला गरेको हिमाल मात्रै भन्यो भने 462, आरोहण र ट्रेकिङका लागि भनेर सोध्यो भने दुईटालाई जोडेर 477 बनाउन पर्यो। त्यो प्याटर्न अनुसार जान पर्यो। अब उसले भन्दाखेरि कसरी सोध्छ प्रश्न, त्यसरी ख्याल गरिदिन पर्यो। ल, यो समसामयिकता विद्या विकास पब्लिकेसन ठ्याक्कै मेरो यही प्याटर्न हो, पढ्ने प्याटर्न पनि यही हो। थोरै छ फेरि, तपाईँले एक प्लेट मोमो चाउमिन नखायो भने, के अरे मोमो नखायो भने त्यही ठ्याक्कै यही फर्मेटमा सबै छोटो छोटो बनाएको छ। पब्लिकेसन सोध्नु हो, विद्या विकास पब्लिकेसन। यदि समसामयिक चाहिने हो भने सेकेन्ड एडिसन किन्नु है, पहिलाको होइन। योभन्दा पछाडिको यहाँ दोस्रो एडिसन लेखेको छ, अलिक कलर फरक छ, यस्तै यस्तै कलरै हो। ठ्याक्कै यही प्याटर्न मेरो स्टाइल यस्तै हो। यो सबै डेटा अनुसार सिरियल जाने, त्यहाँ चाहिने कुरा सबै ठाउँमा लेखिदिने, त्यसो गरेर खोज्नु नि परेन कतै। अब तपाईँहरूलाई अब यहाँ हिमालको कुरा गर्दा मैले यो हिमाल चुल हिमाल मात्रै भनेन, अब यहाँ हिमालको कुरा अहिले आरोहणको लागि खुल्ला गरेको हिमाल पनि भने, त्यसपछि ट्रेकिङको लागि खुल्ला गरेको हिमाल पनि भने, जम्मा आरोहण र ट्रेकिङको लागि खुल्ला गरेको हिमाल यहीँ लेखिदिने हो। तपाईँले कहीँ खोज्नै परेन पछि भनेपछि त्यसरी जाँदा राम्रो होला। ल, अब आज सक्यो, अब फेरि भेटौँला। ल, मजाले पढ्नुहोस्। ल, सबैलाई नमस्कार। हस्, थ्याङ्क यू सर। ल ल, तपाईँहरूको अब आइक्यू कोर्स क्लास हुन्छ है, सर जोइन गर्दै हुनुहुन्छ, तपाईँहरूको आइक्यू पनि हुन्छ है, जुम आइडी पास गर्दा हुन्छ, एकैछिन वेट गर्नु होला है त।